Hello everyone, welcome back to my YouTube channel. अस्ति चाहिँ मैले हालेको है त्यो प्रिपरेसन्सको फोटो थियो भिडियोज थियो अनि यो चाहिँ आज चाहिँ हामीले फेयरवेल प्रोग्रामको मैले आज तपाईँहरूलाई अपडेट दिँदैछु है। तपाईँहरूले देख्न सक्नुहुनेछ यहाँनिर फोटोजहरू है, मैले फोटोजहरू लगाएको छु। आज फेयरवेल टिचर्स है, रिटायर्ड टिचर्स अनि ट्रान्सफर टिचर्सको फेयरवेल प्रोग्रामको फोटोजहरू तपाईँले यहाँ देख्न सक्नुहुनेछ। पेम्पा सर है, रिटायर्ड टिचर्स हाम्रो पेम्पा सर, ट्रान्सफर टिचर्स शिला मिस हुनुहुन्छ यहाँनिर है, म्यामहरूले गिफ्टहरू दिनुहुँदैछ। अनि यहाँनिर केसी म्याम हुनुहुन्छ रिटायरमेन्ट टिचर्स है, यहाँनिर केपी दावरी सर हुनुहुन्छ है ट्रान्सफर टिचर्स, अनि यहाँनिर पेम्पा सर हुनुहुन्छ है रिटायर हुनुभएको पेम्पा सर अति आदरणीय। यहाँ छितिन म्याम हुनुहुन्छ है, शिला मिस हुनुहुन्छ ट्रान्सफर हुनुभएको। यहाँनिर केपी दावरी सर हुनुहुन्छ। हाम्रो नानीहरूले है खदाहरू लगाउनु हुँदैछ है, उनीहरूले गिफ्टहरू पनि दिनुहुँदैछ। यहाँनिर हाम्रो फोटो सेसन्स भइरहेको थियो है, तपाईँहरूले देख्न सक्नुहुनेछ। यहाँनिर हाम्रो छितिन म्याम है एकदमै नानीहरूसँग हाँसिरहनु भएको छ, तपाईँहरूले देख्न सक्नुहुँदैछ है। यहाँनिर चाहिँ फोटो सेसन हाम्रो रिटायर्ड टिचर्सहरूको यहाँनिर तपाईँहरूले देख्न सक्नुहुँदैछ है। रिटायर्ड टिचर्सहरूसँग हाम्रो अति आदरणीय टिचर्सहरूले फोटो लिनुहुँदैछ। यहाँनिर एसबी सर रिटायर्ड टिचर हुनुहुन्छ है, एकदमै राम्रो। यहाँ केपी सर हुनुहुन्छ है। यो तपाईँहरूले आजको हाम्रो फेयरवेल प्रोग्रामको फोटोहरू तपाईँहरूले देख्न सक्नुहुनेछ, हेर्न सक्नुहुनेछ है। यहाँनिर हाम्रो स्कुल इन्चार्ज म्याम सुनिता म्याम, दुर्गा म्याम है, उहाँहरूले यहाँ छितिन म्याम हुनुहुन्छ है। निमा रिन्जिङ सर हाम्रो डिप्टी डाइरेक्टर म्याम आउनुभएको थियो है। यहाँनिर रिन्जेन म्याम हुनुहुन्छ, उहाँ डाइनिङमा हुनुहुन्थ्यो, एकदमै राम्रो है। तपाईँहरूले फेरि पनि यहाँनिर फोटो देख्नुहुँदैछ है। यहाँनिर चाहिँ हाम्रो फर्स्ट सेकेन्ड थर्ड हुनुभएका स्टुडेन्टहरू है। यो प्रतीक्षा यो शिक्षा थर्ड भएको छ है योपालिको उयसमा बोर्ड इक्जाममा क्लास सिबिएसई क्लास 10बाट। अनि प्रतीक्षा चाहिँ फर्स्ट भएको छ। यो हाम्रो ग्रुप फोटो हो, तपाईँहरूले देख्न सक्नुहुनेछ लिङताम स्कुलको। यहाँनिर हो है हाम्रो टिचर्सहरूसँगको फोटोहरू। केपी दावारी सरले स्पिच दिनुहुँदैछ है। यहाँनिर हाम्रो फोटोहरू तपाईँहरूले देख्न सक्नुहुनेछ, हाम्रो टिचर्स हाम्रो स्टाफहरू हो यहाँनिर सबैजना है। यहाँनिर चाहिँ हामीले फेसन सो पनि गराएको थियो, अनि फेसन सोको तपाईँहरूलाई है भिडियोजहरू लाउँदाखेरि साह्रै लामो हुन्छ होला भनेर मैले फोटोजहरू मात्रै लगाएको छु है। यहाँनिर नानीहरूले आफ्नो आफ्नो ट्रेडिसनल अटायरमा उहाँहरूले फेसन सो गर्नुभएको थियो, एकदमै राम्रो। नर्बुजाङ र पेमा छोडिन हो यो भुटिया ड्रेसमा यहाँनिर छ है, एकदमै राम्रो। नानीहरूले आफ्नो यहाँनिर हाम्रो डिप्टी डाइरेक्टर म्यामले है फेलिसिटेट गर्नुहुँदैछ पेम्पा सर, केसी म्याम होइन, एसबी सर उहाँहरूलाई फेलिसिटेट गर्नु भइरहेको छ। हाम्रो स्कुल इन्चार्ज म्याम र डिप्टी डाइरेक्टर म्याम उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यहाँनिर चाहिँ हामीले पनि फेसन सो गरेको है, वक गर्नु गरेको फोटो लगाएको, एकदमै मेमोरेबल मोमेन्ट भन्न चाहन्छु म हजुरहरूलाई। यो मोमेन्टहरू चाहिँ एकदमै खुसीको पल थियो हजुर। यहाँनिर छिटिङ म्यामले पनि स्पिच दिनुहुँदैछ उहाँले। Respected retired teachers, SMC members, guardians, CRC coordinators all, and यहाँनिर चाहिँ हाम्रो साथीभाइहरूसँगको है हाम्रो टिचिङ स्टाफसँगको फोटो यो चाहिँ म हो। र हाम्रो डिप्टी म्यामले है मेन्टल हेल्थको बारेमा स्पिच दिनुभएको थियो, त्यो स्पिचसँग रिलेटेड मैले पनि एक दुईवटा कविता लेखेको थिएँ, त्यो कविता है मेरो स्पिचहरू तपाईँहरूले सुन्नुहोस्। This is the very important topic nowadays. Being as a teachers, as a society's member, we must have to do some concern about these things. And about mental health and wellness, I just want to add few lines regarding this topic because it is very, very important. About mental health and wellness, I have written some poetic words in Nepali, so I want to share in Nepali words. यो मेन्टल हेल्थ एन्ड वेलनेस विषयलाई लिएर म आफैले एउटा कविता लेखिएको छु है, हजुरहरूको अगाडि राख्न मन लाग्यो। जसरी म्यामले मेन्टल हेल्थ र वेलनेसको विषयमा कुरा गर्दाखेरि म आफैले लेखिरहेको एउटा कविता हजुरहरूको अगाडि प्रस्तुत पनि गर्न मन लाग्यो, किनभने यो अति नै इम्पोर्टेन्ट रहेको छ। किनभने हाम्रो सम्माननीय मुख्यमन्त्रीज्यूले पनि यस विषयमा है लगातार है निरन्तर काम गर्नु भइरहेको छ र
सारथी टिचर्सहरूलाई पनि यस विषयमा धेरै एक्टिभिटिजहरू गर्नु लगाइरहेको यो सिक्किमभरि नै गर्नु लगाइरहेको है हजुरहरूलाई पनि जानकारी दिन चाहन्छौँ र यस विषयमा एक दुई शब्द हजुरहरूको अघि राख्नु मन लाग्यो। मेरो कविताको शीर्षक छ कसलाई दिउँ दोष है। यो शीर्षकलाई अघि बढाउनुभन्दा अघि म्यामले भन्नुभएको जस्तै हाम्रो नानीहरूको विषयमा कुरा गर्नु पर्दाखेरि जुनै पनि नानीहरूको भविष्य बनाउनु छ भने त्यहाँनिर ट्रायङ्गुलर साइड हुन्छ है। एउटा स्टुडेन्टको साइड, एउटा टिचर्सहरूको साइड, एउटा अभिभावकहरूको साइड हुन्छ है। तिनै साइडबाट एकदमै है उनीहरूले एक्टिभली पार्टिसिपेट गर्नुपर्ने हुन्छ, अनेस्टली काम गर्नुपर्ने हुन्छ, अनि मात्रै हामीले जुन चाहिँ हाम्रो गोल रहेको हुन्छ, एम्स एन्ड अब्जेक्टिभ्स रहेको हुन्छ त्यो हामीले एचिभ गर्न सक्छौँ, त्यो हामीले फुलफिल गर्न सक्छौँ भन्दै मेरो कविताको शीर्षकलाई अघि बढाउन चाहे है। मेरो कविताको शीर्षक रहेको छ कसलाई दिउँ दोष है। यस कवितामा मैले धेरै व्यङ्ग्यात्मक शब्दहरूको प्रयोग गरेको छु है। हजुरहरूले यसलाई सकारात्मक रूपमा लिनुहुन्छ भन्ने आशा राख्दा पनि छु र मेरो फेरि भन्न चाहन्छु मेरो कविताको शीर्षक छ कसलाई दिउँ दोष। यति बेसी अपर्च्युनिटी छन् भन्छन् सिक्किममा, यति बेसी अपर्च्युनिटी छन् भन्छन् सिक्किममा, तर हाम्रो भाइ बहिनीहरू कतातिर ढल्किरहेको छ, तर हाम्रो भाइ बहिनीहरू कतातिर ढल्किरहेको छ। कसलाई दिउँ दोष भन्नुहोस् त, कसलाई दिउँ दोष। सामाजिक सञ्जालमा फेसबुकको न्युजबाट सुन्नमा आउँदा कक्षा 9, 10, 11 को नानीहरूले सुसाइड गरिरहेको वर्षैपछि बढ्दो न्युज सामाजिक सञ्जालमा आइरहेको, कतै हजुरहरूको त दोष होइन भन्नुहोस् त, कतै हामी शिक्षकहरूको त दोष होइन, कसलाई दिउँ दोष भन्नुहोस् त, कतै अभिभावकगणहरूको त दोष होइन, कसलाई दिउँ दोष। सरकारलाई दिउँ दोष भन्नुहोस् त, कसलाई दिउँ दोष। हजुरहरूको उपस्थिति हुनुपर्ने बेलामा कतै हजुरहरू अल्मलिरहनु त भएको छैन, हजुरहरूको उपस्थिति हुनुपर्ने बेलामा कतै हजुरहरू अल्मलिरहनु त भएको छैन। यति बेसी अपर्च्युनिटी छन् भन्छ सिक्किममा, यति बेसी अपर्च्युनिटी छन् भन्छ सिक्किममा, कतै हजुरहरूले आफ्नो नानीहरूलाई विश्वास दिलाउन त नसकिरहेको छैन, कतै हजुरहरूले आफ्नो नानीहरूलाई विश्वास दिलाउन त नसकिरहेको छैन। गभर्मेन्ट स्कुल एउटा फ्याक्ट्री होइन हजुर, गभर्मेन्ट स्कुल एउटा फ्याक्ट्री होइन हजुर जहाँबाट एकै किसिमको प्रडक्ट निकालिन्छ। गभर्मेन्ट स्कुल एउटा फ्याक्ट्री होइन हजुर जहाँबाट एकै किसिमको प्रडक्ट निकालिन्छ। स्कुल त एउटा विद्यालय हो जहाँ मेसिनले होइन मानिसहरूले काम गरिन्छ। स्कुल त एउटा विद्यालय हो जहाँ मेसिनले होइन मानिसहरूले काम गरिन्छ। कसलाई दिउँ दोष भन्नुहोस् त, कसलाई दिउँ दोष। एउटा समस्याको समाधान भएको छैन, अर्को आउनु प्रकृतिको नियम हो रे। एउटा समस्याको समाधान भएको छैन, अर्को आउनु प्रकृतिको नियम हो रे। अहिले 21st सेन्चुरीको जमाना हजुर साह्रो छ, अहिले 21st सेन्चुरीको जमाना हजुर गाह्रो छ। बाँच्न र सास फेर्नलाई यहाँ एन्ड्रोइड फोन नै चाहिएको छ, बाँच्न र सास फेर्नलाई यहाँ एन्ड्रोइड फोन नै चाहिएको छ। यति मात्र कहाँ हो र हजुर, यति मात्र कहाँ हो र हजुर। भर्खरै मात्र जन्मेको नानीलाई खाना खुवाउन पनि एन्ड्रोइड फोन नै चाहिएको छ, भर्खरै मात्र जन्मेको नानीलाई खाना खुवाउन पनि एन्ड्रोइड फोन नै चाहिएको छ। घन्टौँभरि एउटै रुममा बसिरहने प्रक्रिया चलिरहेको छ, घन्टौँभरि एउटै रुममा बसिरहने प्रक्रिया चलिरहेको छ। यो अनलाइन गेमले नानीहरूको फिजिकल फिटनेस र मेन्टल हेल्थलाई लगिदिएको छ। घन्टौँभरि एउटै रुममा बसिरहने प्रक्रिया चलिरहेको छ हजुर। यो अनलाइन गेमले नानीहरूको मेन्टल हेल्थ र फिटनेसलाई लगिदिएको छ। एउटा समस्याको समाधान भएको छैन, अर्को आउनु प्रकृतिको नियम हो रे। मलाई त डर लाग्छ हजुर, एउटा समस्याको समाधान भएको छैन, अर्को आउनु प्रकृतिको नियम हो रे। सतर्क रहनुहोला हजुर, वर्षभरि कमाएको पैसा एकैछिनमा सकिने समय आएको छ रे। सतर्क रहनुहोला हजुर, वर्षभरि कमाएको पैसा एकैछिनमा सकिने समय आएको छ रे।
भन्नुहोस् त कसलाई दिउँ दोष भन्नुहोस् त कसलाई दिउँ दोष थ्याङ्क यू हजुरहरू सबैजनालाई धन्यवाद भन्न चाहन्छु जसले पनि मेरो यो युट्युब च्यानल हेर्नुहुँदैछ है अनि यहाँबाट रिक्वेस्ट पनि गर्न चाहन्छु हजुरहरूलाई मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिने है लाइक गरिदिने किनभने मैले भर्खरै युट्युब च्यानल थालेको है त्यस्तो आइडिया पनि छैन थ्याङ्क यू सो मच एभ्री वान वाचिङ माई युट्युब च्यानल